बुबाको नाम भन्नु बुबाको नाम भन्नु कान्छा बाजेको पलातिनी साइला बाजेको पलातिनी पदराजको छोरी हाम्रो हजुरबाको नाम चाहिँ के हो नमस्ते मेरो नाम चाहिँ निजु गिरी म चाहिँ मानगज गिरीको नातिनी ईश्वर गिरीको छोरी मेरो नाम चाहिँ अर्चना गिरी बुवाको नाम चाहिँ केशव गिरी अनि मेरो हजुरबाको नाम चाहिँ मानगज गिरी हेलो 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 यहाँ सबैलाई नमस्ते मेरो नाम चाहिँ अर्जुन गिरी हो मेरो बुवाको नाम चाहिँ केशव गिरी हो र मेरो हजुरबाको नाम चाहिँ मानगज गिरी नमस्ते म चाहिँ मानगज गिरीको कान्छी बुहारी हो मेरो श्रीमानको नाम चाहिँ केशव गिरी हेलो यहाँ उपस्थित सबैजनाहरूलाई नमस्ते काका बुवा अङ्कल हजुरबा हजुरआमा सबैजनालाई यहाँ चाहिँ के भन्छ हामीहरू कतिवटा के अरे नमस्ते म चाहिँ के भन्छ रविलाल गिरीको नातिनी अनि बुवाको नाम के हो हामी चाहिँ हजरियावासी हो होइन अनि सरलाईको सबैजना हाम्रो यो जति पनि टिम छ नि यतिहरू चाहिँ हामी अहिले बोलेको बहिनीहरू अनि उहाँ चाहिँ आन्टी भयो यहाँको सिनियर चाहिँ हाम्रो चाहिँ अङ्कल हो है केशव गिरी म चाहिँ श्याम गिरीको छोरी अन्त अनि हजुरबाको नातिनी बाहिर छोराको छोरी हेलो नमस्ते मेरो नाम चाहिँ राजेश गिरी म काइला हजुरबाको नाति हो उसको श्याम गिरीको छोरा हो माइलो कान्छो छोरा हेलो सबैजनालाई मेरो तर्फबाट नमस्कार हो म चाहिँ कलमान गिरीको छोरा दामे गिरीको चाहिँ म कलमान गिरीको नाति दामे गिरीको म छोरा भन्दाखेरि मेरो घर चाहिँ तररा हो विशेष म चाहिँ हेरेरी त्यस्तै बिरामीको सिलसिलामा म यहाँ आएको नमस्कार सबैजनालाई नमस्कार म चाहिँ रुक्मणी गिरी भारती हुँ म चाहिँ पहलमानको अन्तरे छोरो दामे गिरीको साइला छोराको अर्जुन कुमार गिरीको बुहारी साइली बुहारी हुँ सबैलाई धन्यवाद मेरो घर चाहिँ सोलुखुम्बु जुगु काउले हो म भारत गिरीको नाति धन्दालालको छोरो मेरो नाम देवी कुमार गाउँमा चाहिँ मोतीलाल भनेको सबैले चिन्थे कविलाले पनि र म 2065 सालमा काठमाडौँ आएँ धेरै बसेँ अहिले सङ्कल्प 5 मा बस्छु अब मेरो भिटी मामा दिदी बहिनी भान्जी आदि कुराहरू सबै मेरो नातो परिवार अहिलेसम्म खता ठुलो गरेर चारतिर बसेको थियौँ आज जम्का भेट भयो यसैमा खुसी यसैलाई चाहिँ हामीहरू अलिकति मान्यता गर्छौँ अनि चिन्जान पनि भयो यसैमा शुभकामना धन्यवाद सबैलाई नमस्कार सबैजनालाई म चाहिँ भारत गिरीका छोरा भूपाल गिरीको छोरा राजन गिरी हो म चाहिँ अहिले काठमाडौँको साथमा बस्छु
नमस्कार सबैजनालाई। मेरो नाम नरेश गिरी हो। म काबुले रामगिरीको जेठी रामकुमार गिरीको जेठो छोरीको जेठी नातिनी हो। श्रीमान, धन्यवाद। नमस्कार सम्पूर्णमा, मेरो नाम रिता भारती गिरी। म चाहिँ रामकुमार गिरी काउले उहाँको जेठी छोरी नातिनी पर्छु र उहाँ चाहिँ मेरो श्रीमान, मेरो छोरा, मेरो छोरी। आज सबै हजुरहरूमा चाहिँ परिचय गराउनको लागि हामी यहाँ उपस्थित भएको छौँ। एकदमै खुसी लागेको छ। धन्यवाद। नमस्ते, मेरो नाम चाहिँ टिकामाया गिरी हो। म भोपाल गिरीको बुहारी, आजम गिरीको श्रीमती। अहिले हजुरहरू सबैमा भेटेर बोलचाल भएको छ, खुसी लागेको छ मलाई। धन्यवाद। नमस्ते, मेरो सबैजनालाई नमस्ते। मेरो चाहिँ हजुरबाको नाम चाहिँ शङ्कर गिरीको नातिनी हो म। अनि बुवाको मेरो श्रीमानको नाम चाहिँ कुद्दु गिरी हो। अनि मेरो घर चाहिँ ससुराको नाम चाहिँ नमस्ते सबैलाई। रामचन्द्र सिंह। नमस्ते, मेरो नाम मधु गिरी हो। घर चाहिँ सुलुखुम्बु एकाइ काउले। मेरो हजुरबाको नाम चाहिँ खड्कबहादुर गिरी हो। मेरो बाबाको नाम गोपाल गिरीको जेठा छोरा नाम मदन गिरी। सबैजनालाई नमस्कार। आज हाम्रो सबै दाजुभाइहरू भेट हुने दिन। यो कार्यक्रम चिनजान परिचयको लागि राखेकोमा गणेश छोरालाई धेरै धेरै धन्यवाद। आफ्नो दाजुभाइ के कति रहेछन्, कहाँ रहेछन् भन्नेको लागि आज चाहिँ पिकनिक कार्यक्रम राखेर सबैलाई चिनाएर सबैमा चिन्तन गरेकोमा उहाँलाई चाहिँ आयोजकलाई चाहिँ धेरै धेरै धन्यवाद। मेरो घर चाहिँ सोलुखुम्बु जिल्ला गाविस वडा नम्बर 2 पहिला काउले नै थियो। काउले हो। मेरो नाम चाहिँ गोमा गिरी। अनि मेरो ससुराको नाम चाहिँ टिकाराम गिरी। मेरो श्रीमानको नाम गौतम गिरी। म टिकाराम गिरीको जेठी बुहारी। सबैमा आज भेटघाट भएकोमा सबै सम्पूर्ण साथीभाइ, इष्टमित्र, नआएको आफ्नो गाउँले भेट भएकोमा धेरै खुसी छु, आभारी छु। सधैँभरि बसेपछि हामीले यसै गरी आफ्नो अर्को को भनेर चिन्तन गर्ने मौका पाइयोस्। सधैँभरि हामी यसै गरी रमाइलो भएर भेटघाट हुनु पाइयोस्, यसैमा खुसी छु। आयोजकलाई धेरै धेरै धन्यवाद। नमस्कार सम्पूर्ण आमा बुवा, दाजुभाइ, दिदीबहिनी र यस खालपालीले आयोजना गरेको एउटा आफन्त इष्टमित्र, घर परिवारबाट टाढो टाढो हुनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू यहाँहरू मार्फत चाहिँ एउटा चिन्ने मार्फत भनौँ न आयोजना गर्नुभएको रहेछ। मेरो चाहिँ घर पास्टर हो, नाम फुलकुमार बस्नेत हो। यहाँहरूकै घर परिवारमा जोडिन आएको हुँदाखेरि मैले पनि एउटा चिन्ने अवसर पाएँ यस वनभोज कार्यक्रमबाट। र चिन्ने अवसर पाएकोमा म आफै नै आभारी छु। यहाँहरूलाई सम्पूर्णलाई भेट्न पाएँ। म टाढाको मान्छे भए पनि नजिकबाट यहाँहरूलाई हेर्न देख्न पाएँ, त्यसमा धेरै नै खुसी छु भन्दै म हस् धन्यवाद। म काउले कविराज गिरीको जय। नमस्कार सबैलाई। मेरो नाम अनिता गिरी। म टिकाराम गिरीको नातिनी, गौतम गिरीको छोरी। नमस्कार सबैलाई। म मनिता गिरी, टिकाराम गिरीको कान्छी नातिनी, गौतम गिरीको कान्छी छोरी। नमस्कार सबैजनालाई। मेरो नाम अन्जु गिरी, टिकाराम गिरीको नातिनी बुहारी, जेठी गौतम गिरीको बुहारी। सबैजना मेरो नमस्कार। मेरो हजुरबाको नाम चाहिँ खड्कबहादुर गिरी, बुबाको नाम गोपाल गिरीको छोरी जेठी मनिषा गिरी। धन्यवाद। सम्पूर्णमै सबैजनालाई नमस्कार। मेरो नाम अमृता गिरी हो। मेरो घर काउले
काउले हरिप्रसाद गिरीको छोरी अन्तारीको नातिनी म कान्छी नातिनी अन्तारीबाको कान्छी नातिनी हो म चाहिँ घर बिजुले वीरबहादुर गिरीको बुहारी हो हेलो सबैजनालाई नमस्ते मेरो हजुरबुवाको नाम चाहिँ गङ्गाराम गिरी र मेरो बुवाको नाम हरिप्रसाद गिरी उहाँको छोरी साइनी म मेरो घर चाहिँ तेह्रथुम मेरो श्रीमानको नाम चाहिँ मानबहादुर लिम्बू हो मेरो छोरा एउटा छ सबैलाई धन्यवाद सबैजनालाई नमस्कार म खड्कबहादुरको बुहारी जेठी गोपाल गिरीको श्रीमती सबैजनालाई नमस्ते मेरो तर्फबाट म चाहिँ मतिलाल गिरीको साइली बुहारी चित्रकुमार गिरीको श्रीमती र मेरो बसोबासो चाहिँ यहाँ मेरो घर चाहिँ काउले हो मेरो माइती घर चाहिँ खोटाङ ऐसेल खर्क हो अनि यहाँ बसाइ चाहिँ अहिले मेरो यहाँ मिलन चोक पपन मिलन चोक हो अनि मेरो एउटा छोरा एउटा छोरी सबैलाई धन्यवाद आज सबैजना भेट गराइदिनु भएकोमा हेलो सबै दाजुभाइ दिदीबहिनी भगाभगाइ नै सबै मेरो नमस्कार म मतिलाल गिरीको छोरी हरिप्रसाद गिरीको श्रीमती मतिलाल गिरीको चाहिँ माइली छोरी हो सबैलाई धन्यवाद नाम त भन्नु पर्यो नि तपाईँको नाम भनिदिनु न त मेरो चिनमाया गिरी सम्पूर्णमा नमस्ते म मतिलाल गिरी चित्रकुमार गिरीको मतिलाल गिरीको नाति र चित्रकुमार गिरीको छोरा युवराज गिरी बसी सम्पूर्णमा नमस्कार मेरो नाम चाहिँ सन्तोष गिरी छविलाल हजुरबाको छोरा कान्छाको अकबर गिरी गौरी नारायण गिरीको छोरा सन्तोष गिरी मेरो जन्मस्थान चाहिँ जुबु 2 काउले हो अहिले चाहिँ वार्ड नम्बर 4 भएको छ अहिले हाल वासस्थान चाहिँ यहाँ सुन्दरजल रहेको छ त्यस्तै हो सबैजनालाई नमस्ते मेरो घर चाहिँ काउले हो मोतीलाल गिरीको बुहारी काइली बालकुमार गिरीको श्रीमती सावित्रा गिरी नमस्कार मेरो हजुरबाको नाम चाहिँ मतिलाल गिरी मतिलाल जेठा छोराको चाहिँ कैलाश गिरीको छोरी जेठी लक्ष्मी गिरी हो नमस्कार सबैजनालाई म चाहिँ काउले प्रभुराम गिरीको छोरी नातिनी रामकुमार गिरीको कान्छी छोरी कल्पना गिरी यो मेरो छोरी यो मेरो छोरा हामी चाहिँ माइला भारतीको सन्तान छोराको नाति नातिना हामी यति